दर्शक नमस्कार, म विश्वास सुवेदी। आज हामी चाहिँ एउटा स्लोभेनियाको गाउँमा एउटा परिवारले गरिरहेको गाई पालन मा चाहिँ आएका छौँ। गाई फर्ममा आएका छौँ। तपाईहरुले देख्न सक्नुहुन्छ यो पराललाई चाहिँ यसरी डल्लो पारेर छोपेर राखिएको छ। आउनुहोस् तपाईहरुलाई अझ राम्रोसँग म तपाईहरुलाई यो फर्ममा कसरी काम गरिन्छ। एउटा सामान्य हो यो, फेरि धेरै ठुलो एउटा कम्पनी त्यस्तो वाला होइन। सीमित एउटा परिवारले हाम्रो गाउँघरमा हामीले कसरी गाई पालनहरू गरेर हुन्छौँ त्यही किसिमको भाइब आउँछ। यहाँ सामान्य छ तर अलिकति केही सिस्टमेटिक छ। हामीले चाहिँ यो भिडियो हेरिसकेपछि केही जानकारी पनि लिन सकिन्छ भन्ने आशा छ। अब यो तपाईहरुले यो देख्न सक्नुहुन्छ, यो घाँस हो। यो चाहिँ घाँस हो। घाँसलाई यसरी प्लास्टिकको उसले बेरेर राखिएको छ। यसलाई स्टकमा राखिएको छ किनभने अब हिउँ पर्ने समय छ। यहाँ हिउँ परिसकेपछि घाँसको अभाव हुन्छ। यो घाँस यसरी अब स्टकमा राखिएको छ। ट्र्याक्टरहरू देख्न सक्नुहुन्छ, ट्र्याक्टरहरू छ अनि विभिन्न मेसिनहरू छ। यो चाहिँ फर्म, यहाँभित्र चाहिँ गाईहरू छ, थुप्रै गाईहरू छ। आज चाहिँ म चाहिँ यो दुध लिन आएको हो। तर यहाँ साउजीहरू कोही पनि हुनु भएन, भेटिनु भएन। हिजो कुरा त गरेको मैले उहाँहरूसँग, भिडियो बनाउन मैले अनुमति लिएको थिएँ, हुन्छ बनाउनुहोस् भन्ने कुरा थियो। आज बोलाउनु भएको थियो तर आउनु भएन, उहाँ हुनुहुन्न, कतै जानुभएको हुनसक्छ। अब यता तपाईँहरूलाई देखाउँछु म। यता सायद बाछीहरू राख्ने ठाउँ हो जस्तो लाग्यो। वेट करना परेगा। यो हेर्नुहोस्, बाछीहरू राख्ने ठाउँ हो। यो सानो बाछीहरू राख्ने ठाउँ हो, त्यहाँसम्म छ होइन। तपाईँहरूको अब आउनुहोस्। सामान्य, एकदम सामान्य हो कि यो, एकदम त्यस्तो ठुलो होइन तर पनि केही सिस्टमेटिक छ, राम्रो छ। अब यहाँबाट सिधै हामीले यहाँ स्लोभेनिया हुनुहरूले चाहिँ सिधै ताजा दुध किनेर लान सक्नुहुन्छ फार्ममै आएर। अब यो चाहिँ अब यहाँ यस्तो छ, मलहरू राखेको छ। अब यहाँ गाईहरू देखेको छ, गाईहरू छ। यहाँ चाहिँ अब यो राखिएको छ। यो दुधहरू चाहिँ अब यसलाई शिक्षण केन्द्र पनि यही सँगसँगै छ। धेरै टाढा जानु परेन दुधलाई स्टकमा राख्नको लागि चाहिँ। धेरै टाढा बजारतिर हिँडेर जानुपर्ने अवस्था छैन, घरमै छ। यो गाईहरू हेर्नुहोस्, यो गाईले के भन्छ, होलिस्टेन हो के हो। अब साउजी नभएर ठ्याक्कै सबै कुरा भन्न तपाईँहरूलाई सम्झाउन चाहिँ सकिएन। अब मल यसरी यहाँ राखिएको छ। अब यो हिँड्ने बाटो चाहिँ सफा छ तर यहाँ यसरी मल थुपारिएको छ, यता थुपारिएको छ। ट्र्याक्टरहरू छ, डोजर पनि। यो के भन्छ यसलाई? यो चाहिँ मल उठाउने हो, तलबाट सोर्ने, माथिबाट तान्ने मल। अब यसले ठ्याक्क सोरेर यसरी थुपार्ने। अब यहाँ मल राख्ने सिस्टम बनाइएको रहेछ। अनि यहाँ कुलो, पानीको लागि तपाईँहरूको यहाँ कुलो पनि यो चाहिँ अब सरकारले नै होला। यहाँको पानीको लागि पनि एकदम समस्या छैन। यसरी अब पानीको लागि समस्या भएन। अब यो जति पनि हरियो घाँस देख्नुभएको छ नि, यो घाँसहरू चाहिँ ठ्याक्क अब अलिकति लामो भएपछि काटेर, मेसिनले नै काट्ने, त्यो गाडीले नै सिधै काटेर अनि त्यो अघि देखाए जस्तो प्लास्टिकमा बेरेर ऱ्यापिङ गरेर राखिन्छ। विभिन्न मेसिनहरू राखिएको छ। यो भनेको चाहिँ दाना, गाईलाई खुवाउने दानाहरू चाहिँ यसरी स्टकमा छोपिएर राखिएको छ। यो हेर्दा एकदम सानो छ तर सिस्टमेटिक। झन्डै नै तपाईँको 40-45वटा गाई छन् यहाँ गर्दाखेरि, बाछी सहित गरेर। काम गर्ने मान्छेहरू पनि हिजो आउँदाखेरि जम्मा 2 जना मात्रै हुनुहुन्थ्यो र एकजना अब उहाँ साउजी हुनुहुन्थ्यो, उहाँ पनि आफै काम गरिरहनु भएको थियो। तपाईँको त्यो हुन्चेयरमा घाँसहरू, मलहरू चाहिँ बोकिरहनु भएको थियो, आफै काम गर्दै हुनुहुन्थ्यो। यो चाहिँ यसले चाहिँ ठ्याक्कै मल सोर्ने कि तलबाट सोर्ने, माथिबाट तान्ने, सोरेर अनि माथिबाट तानेर ठ्याक्क बिचमा राखेर अनि थुपार्ने मललाई। यो भयो।
तपाईँहरूको अर्को एउटा फेरि पुरानो गोठ रहेछ त्यो सायद यो चाहिँ सेनिटाइजर गर्ने हो यो चाहिँ सेनिटाइजर गर्ने भइहाल्यो मललाई सेनिटाइजर गर्ने है यो देख्नु भने यो जति पनि हरियो घाँस यस्तो घाँस लामो भएपछि यो घाँस जति देख्नुभएको छ नि यो घाँसहरू चाहिँ लामो भइसकेपछि चाहिँ अनि त्यो गाडीले नै ट्र्याक्टरमै हुन्छ त्यो मेसिन घाँस काट्ने मेसिनले काटेर सिधै यसरी ऱ्यापिङ गरिन्छ प्लास्टिकले यसरी ऱ्यापिङ हुन्छ र यसलाई भ्याकुम प्याक हुन्छ भ्याकुम प्याक हुन्छ र यसरी स्टकमा राखिएको हुन्छ अब जाडो महिना सुरु भए लगत्तै हिउँ पर्छ यहाँ हिउँ पर्ने भएपछि घाँसहरूको अभाव हुन्छ त्यसैले यसरी स्टकमा राख्ने गरिन्छ अनि यो अगाडि देखिएको यो गोठ चाहिँ गर्भवती वाला राख्ने उहाँहरू स्टार्टिङमा यसरी सुरु गर्नुभएको थियो जस्तो लाग्यो क्या मलाई किनभने एकदम यो चाहिँ ठ्याक्कै नेपालमा हामीले हाम्रो गाउँघरमा जस्तो किसिमको गोठ हुन्छ त्यस्तै खालको गोठ यहाँ देख्न पाइयो अर्को मलखात अब यो मलखात यहाँ यताको लागि छुट्टै मलखात रहेछ यहाँ यो यता राखेका गाई उ हुन् के जुन सुत्केरीहरू गर्भवती हुनसक्छ तर स्टार्टिङ पोइन्टमा यही नै थियो कि जस्तो लाग्यो कि किनभने धेरै निकै पुरानो भवन छ यो यहाँ हेर्नु ठेलागाडा यसरी ठेलागाडा छ यो देखाइदेऊ त अलिक गएर यसरी सबै सुत्केरी हो नि लाइटिङको व्यवस्था छ यहाँ लाइट राखिएको छ सरसफाइ छ ठिकै छ ऊ त्यो लास्टको चाहिँ अब 1 महिनासम्म भित्र चाहिँ ब्याउने भन्ने जानकारी चाहिँ हाम्रो साउजिल दिदीमा त्यसको फाँट पनि हेर्न सक्नुहुन्छ अब ठ्याक्कै आज साउजी चाहिँ यहाँ नहुँदाखेरि चाहिँ ठ्याक्कै सबै कुरा जानकारी लिन पाइएन किनभने अब दिनमा कति लिटर यहाँ दुध प्रोडक्सन हुन्छ अनि कति बिक्री हुन्छ कहाँ कसरी बिक्री गर्नुहुन्छ भन्ने कुरा चाहिँ ठ्याक्कै यहाँको सिस्टम के छ होइन सिधै आफैले लगेर बिक्री गर्ने हो अथवा सरकारले केही व्यवस्था गरिदिएको छ कि अथवा अनुदानको कुराहरू यो सबै सोध्न मन थियो तर यहाँको साउजी नभेटिँदा अब गाह्रो निकै गाह्रो भयो जस तपाईँहरूलाई अब जति सक्दो मैले देखाएँ नेक्स्ट टाइम फेरि पनि आयो भने यहाँ म कुरा गर्छु सबै कुराहरू साउजीसँग एउटा इन्टरभ्यू नै लिने प्लान छ यहाँभन्दा अलिकति अगाडि फेरि ठुलो फार्म छ एकदमै ठुलो एकदम त्यो चाहिँ त्यहाँ सायद हजारौँ छन् गाई त्यहाँ अलिक कन्ट्याक्ट नभएको हुनाले चाहिँ अब जान तर त्यहाँ पनि जान्छु म एकचोटि कन्ट्याक्ट गरेर जान्छु माया देखाउने भिडियोमा अब यो भिडियोलाई चाहिँ तपाईँहरूले सक्दो माया गर्नुभयो सेयर गर्नुभयो लाइक कमेन्ट गर्नुभयो भने आफ्नो प्रतिक्रियाहरू दिनुभयो भने चाहिँ अनि त्यसको लागि पनि म पहल गर्छु त्यो चाहिँ निकै ठुलो छ फेरि तपाईँहरूलाई आज त देखाउन सक्दिनँ तर तपाईँहरूको माया पायो भने चाहिँ म त्यहाँ जसरी पनि पुग्छु फेरि अर्को कुरो भ्याकुम गर्ने चाहिँ मेसिनहरूलाई हेर्नु मन छ भने यता छ है त्यो मेसिनहरू थुप्रै छन् यो जुन यो पोल्थिङ टाँगेको चाहिँ भ्याकुम गर्ने हो घर मालिकले यो फार्मको मालिकले आफ्नै लगानीमा सबै कुरा हो या सरकारले पनि केही अनुदान दिएर कसरी यहाँ सञ्चालन भइरहेको छ त्यो चाहिँ बुझ्न गाह्रो भयो ठिक छ अर्कोचोटि नेक्स्ट टाइम फेरि पनि आउँछौँ त्यतिन्जेलको लागि अब माया देखाइदिनुहोस् तपाईँहरूको मायाको खाँचो छ युट्युबमा निकै समयपछि युट्युबमा यसरी भिडियो राखिरहेको छु आशा छ तपाईँहरूको माया मैले पाउँछु भन्ने धन्यवाद।